आई इन्ट्रान्स एक्जामिनेसनमा क्वेसन्सहरू हामीले जस्तै एउटा स्टुडेन्ट्सबाट चाहिँ ओभरअल डिफ्रेन्ट फिजिक्स केमिस्ट्री म्याथमेटिक्स सबैका कुराहरूलाई समेटेर एउटा स्टुडेन्टले चाहिँ यो आईमा यो मान्छे चाहिँ एकदम उत्कृष्ट छ भनेर एउटा नतिजा निकाल्नको लागि कस्ता कस्ता कन्सेप्ट कस्ता कुराहरू चाहिँ बढी स्टुडेन्ट्सबाट एक्सपेक्टेसन हुन्छ त्यो कुराहरू किन भन्दा यहाँ पुल्चोकमा पनि आबद्ध हुनुहुन्छ त्यो भएर मैले यो कुरा सोधिहालेँ सर। वास्तवमा के छ भन्नुहुन्छ भने प्लस टूमा पढिरहेको एक किसिमले लङ क्वेसन एन्सरलाई को जवाफ दिने प्याटर्नबाट स्टुडेन्ट प्रिपेयर भएको हुन्छ। हालाकि अहिले के छ भने मल्टिपल चोइस क्वेसन्सहरू पनि प्लस टूको एक्जामिनेसनमा सोध्ने गरिन्छ। यो एकाध वर्षदेखि त्यो श्रृङ्खला सुरु भएको छ र विशेष गरी एउटा कुनै क्वेसनको एन्सरलाई लामो फर्ममा उनीहरूले आफ्नो मार्क्स लिनलाई त्यहाँबाट आफ्नो सबै कुराहरू भनेर आफ्ना सबै कुराहरू एक्सप्रेस गरेर एन्सर टर्मिनेट गर्ने उनीहरूको स्वभाव बनेको हुन्छ। यहाँ आउँदा के भयो भन्नुहुन्छ भने मल्टिपल चोइस क्वेसनमा त उनीहरूले सकेसम्म छोटो विधि अपनाएर त्यो एक्जामिनेसन फेस गर्नुपर्ने हुन्छ, इन्ट्रान्स एक्जामिनेसन फेस गर्नुपर्ने हुन्छ। अब अन्तर कहाँ रह्यो विद्यार्थीहरूसँगको प्रिपरेसन स्किलको अन्तर रह्यो। किन भन्दा लङ क्वेसन एन्सर प्याटर्नमा अभ्यस्त भएर आएको विद्यार्थीले सर्ट क्वेसन एन्सरहरूलाई कसरी ट्याकल गर्ने भन्ने त्यो ग्यापिङ चाहिँ हुन्छ नै। हजुर, किनभने त्यही विषयलाई कति चाँडो जवाफ दिने भन्ने एउटा स्किल बनाउने ग्यापिङ हुन्छ जो पिएमा फुलफिल भइराखेको छ। विद्यार्थीले त्यो पाउँछ पिएमा।